भारतीय एम्बुलेन्समा अवैध ट्रामाडोल क्याप्सुल बरामद। नमस्कार दर्शकबिन, म बिङ अलर्ट नेपालको समाचारदाता अङ्कित शर्मा सुवेदी। 94,080 पीस प्रतिबन्धित लागू औषध ट्रामाडोल क्याप्सुल सहित 4 जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। मिति 2081 साल 12 महिना 23 गते दिउँसोको 1:55 वीरगञ्जबाट काठमाडौँतर्फ तीव्र गतिमा आइरहेको बिहार 05 PH 0421 नम्बर गरेको भारतीय एम्बुलेन्समा अवैध लागू औषध ट्रामाडोल क्याप्सुल ललितपुर जिल्लाको कान्ति लोकपट सडक खण्ड भट्टे डाँडाको चेकपोस्टमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाक गर्ने क्रममा नियन्त्रणमा लिएको थियो। थप कारबाहीका लागि उनीहरूलाई प्रहरी वृत्त चापागाउँ ललितपुरमा दाखिला गरिएको जिल्ला प्रहरी परिषद ललितपुरले जनाएको छ। यस्तै अलर्टिङ प्रहारका लागि हेर्दै गर्नुहोला, सुन्दै गर्नुहोला बिङ अलर्ट नेपाल। हस्त, धन्यवाद।